साथीहरु यो तपाईले लाई देख्नुहुँदैछ यसमा है लाई लागेछ है यो सेतो जाइम भेराइटीमा यसलाई चाहिँ मैले लसुन र सुर्तीको झोल फिल्टर गरेर बनाएको छु यसको स्प्रे सानो मेरो माइन्युट यसो घरमा युज गर्ने स्प्रेयर छ है यो लाई यसरी राति कपडामा भिजाएर मजाले भिजाइदिनुहोस् बाँधेर है अनि यसलाई लसुन कम्ती एउटा पोटीको पनि आधी है 2 लिटर जस्तो पानीमा भिजाउनुहोस् अनि यसरी स्प्रे गरिदिनुहोस् मजाले हो लसुन र काँचो पात सुर्ती भन्छ त्यो पत्ता खैनीको पत्ता चाहिँ विशेष त्यो पत्ता पाउँछ त्यो चाहिँ एकदम राम्रो हुन्छ है कम्ती पत्ता त जति रजन हुन्छ सुर्तीको तर लसुनको चाहिँ एउटा भन्दा आधी अलिक कम्ती सानो पोटीको नि आधी हालेर चाहिँ 1 लिटर पानी मजाले भिजाउनुहोस् एक रातभरि है कपडामा सुर्ती र त्यो हालेर चाहिँ फिल्टर गर्नु पर्दैन रातभरि भिज्छ अनि त्यहाँबाट यसरी सट्टा हाल्नुहोस् है अनि यसरी स्प्रे गरिदिनुहोस् है लाइको तुने बोडीतिर त्यो विशेष लाई लाग्छ नि तुने बोडीमा है हामीले अब तुने बोडीतिर है फुलहरूतिर लाग्छ नि विशेष विन्टर लाग्नु थाल्यो अब सेप्टेम्बर अक्टोबरमा पुरा लाई लाग्छ यसरी स्प्रे गरिदिनुहोस् है राम्रो हुन्छ लाई त झरिहाल्छ है लसुन चाहिँ बेसी नहाल्नुहोस् है लसुन हाल्नु भने बेसी हाल्नु भने चाहिँ लसुनको चाहिँ इफेक्ट राम्रो हुँदैन है यस्तै छ साथीहरु बिहान बेलुका भयङ्कर केयर गर्नुपर्छ फुल त्यसै फुल्दैन थ्याङ्क यू फर वाचिङ